प्रतिपक्षले उठाएको विषयमा मेरो ध्यान गम्भीरतापूर्वक आकर्षित भएको छ। स्मरण गराउन चाहन्छु, प्रतिपक्ष उभिएको बेला सदन अवरुद्ध मानिन्छ। उभिएको बेला संसदको कार्यवाही अवरुद्ध मानिन्छ। त्यसकारण प्रतिपक्ष उभिसकेपछि फेरि यो सदनमा भाषण भीषण हुने कुरा यो नलो हुँदैछ। त्यसकारण यस्ता कुराले सदनको मर्यादा रहँदैन। एउटा त्यतातिर मैले गम्भीरतापूर्वक अध्यक्षासनको पनि ध्यान आकर्षण गराएँ र सम्मानित सदनको पनि ध्यान आकर्षण गराउँदै सरकारको झन् ध्यान आकर्षण गराएँ। अर्को कुरो, त्यस्ता मन्त्रीहरूलाई त म हटाएर आएको छु र सदनमा उठेको कुरा सम्बोधन गरिसकेँ। अब मैले यदि आज फेरि त्यही कुरो दोहोऱ्याएर भने त्यो बेलाको प्रतिपक्षको पनि अपमान हुने भयो। किनभने कुरा त प्रतिपक्षले उठायो। प्रतिपक्षको अपमान गर्ने मेरो आशय हुनै सक्दैन, किनभने म प्रतिपक्षमा उभिएको छु। अर्को प्रतिपक्षको त हुने भयो, सम्माननीय प्रधानमन्त्रीजीको पनि अपमान हुने भयो। उहाँले सम्बोधन गर्नुभयो यो कुरालाई। म नेकपा एमालेको झोले हो भने आज कुनै नयाँ कुरा उठायो र के होइन नि। जम्मा जम्मी के कुरा उठायो त भन्दा आज पनि माननीय मन्त्रीजी अनुसन्धानको घेरामा रहनुपर्छ, हुनुहुन्छ। जवाब दिनुपर्ने भएको छ, हुनुपर्छ। अब यस्तो स्थितिमा म के आग्रह गर्न चाहन्छु भने के प्रतिपक्षलाई वेलमै बोलाएको हो सत्ताले हो कि जवाब दिने हो कि प्रतिपक्षलाई वेलमै बोलाएको हो? यदि वेलमै बोलाएको हो भने पनि बाध्य नपारियोस्। होइन भने म के आग्रह गर्न चाहन्छु भने प्रधानमन्त्रीको जवाब नआउँदासम्म हामी माननीय मन्त्रीजीको जुन कुरा माननीय उप प्रधानमन्त्री एवं गृहमन्त्रीजीको कार्यसूची राखिएको छ हामी त्यसमा प्रवेश गर्न सक्दैनौँ। मान्य सदस्यहरू